हेलो एभ्रीवान, सेवाने आज म चाहिँ यहाँ के पेनको छु। रियङमाले चाहिँ नि ऊ आफै स्कुलबाट आउँदाखेरि चाहिँ पापालाई कसले किनिदिनु भएको यो देखाउँ त चुडी। ए रियङमाले चाहिँ आफै मेहन्दी पनि लाग्छ पनि देखाउँ त मेहन्दी। ओ आफै लगाएको मलाई लाइ माग्दै थियो तर मैले लाउनु भ्याइनँ होइन। स्कुलबाट आउनु बित्तिकै लाइ माग्दै थियो तर म बेलुका लगाइदिन्छु भनेर चाहिँ लाउनु भ्याइनँ। रियङमाले आफै लगाएको भने छेउमा ल्याउ त छेउमा। खै आटिनु भयो आटिनु भयो। गुड मर्निङ। यता आएर भन्न भाइ गुड मर्निङ। आज तेरो के छ अरे, कहाँ फुटबल छ अरे? यता यहाँ आएर भन्न लाग्छ अरे को भर्सेस तिमीहरू भर्सेस को अन्त फिक्चर पाएन आज यसको फुटबल छ हो। अब यो लगाइदिनु न यार। अब म अहिले बिहान हुँदैन, मेहन्दी चाहिँ बिहान हुँदैन, बेलुका मात्रै हो। मेहन्दी भनेको चाहिँ लुगामा राख्छ दिनभर। देखाउँदै साथीहरूलाई यहाँ बात मार न सबैजनालाई। ह्याप्पी 7 अरू जोडले हौ जोडले सिगान निस्क्यो भन। ह्याप्पी 7 डे तपाईहरु पनि सुनिया। रियङमा कस्तो डिजाइन लाउने भन्दा रियङमाले क्या त डिजाइन लाएको हेर्नुहोस् त है। स्कुल आउनु बित्तिकै लगाउँदै थिएँ नि त। ल म चाहिँ भ्याइनँ कि यस्तो पो लागेछ भयो त लाएर पनि धोएछ। रियङमालाई चाहिँ रोडथाङबाट किनेको हो नि त हो। अन्त रियङमालाई चाहिँ रोडथाङको इच एन्ड एभ्री दोकानले चिन्छ है हो। रियङमालाई रिल्स बनाउँछ भने पनि याद छ हो। अन्त रियङमाको पापा चाहिँ चिकन दोकान जानुभएको थिएछ नि त। आउँदा त रियङमाले त ऊ दही किनेर पनि बसिरहेको रहेछ अरे। पनि कसले भाबी ल्याइदिनु भयो कि भाबीले? सबै चिन्दैन नि। म चिन्छु है भाबी। अन्ना कस्तो छ? अन्त कस्तो छ? राम्रै छ, ब्युटिफुल छ होइन। देखाउँदै यस्तो कालो छ। कालो छैन राम्रै छ त्यसो भनौँ।